आज म मेरो बारी देखाउँछु। मेरो यो बारी आफ्ना मान्छेहरूलाई कसरी सम्मान गर्ने एउटा तरिका यो। मेरो ससुरा आमा बुवाको नाममा मैले यो बारी तरकारी बारी तयार गरेको छु। तपाईहरु यो साग हो। त्यसपछि यसमा 3-4 किसिमको सागहरू छ। धनियाहरू छ। तपाईं हेर्दै जानुहोस्। मैले तरकारी बारीलाई यसरी व्यवस्थापन गरेको छु। यो तरकारी बारीमा विषादीहरू प्रयोग भएको छैन र मल विकासी मल पनि प्रयोग भएको छैन र यसमा एउटा अर्को कुरा, बाह्य श्रमिक समेत यसमा लगाइएको छैन। यसमा हामी आफ्नै परिवारबाट यो सम्पूर्ण तरकारीहरू उत्पादन गर्छौं। यसमा यो बारीमा 32 प्रकारका भान्सामा उपयोग हुने तरकारीहरू लगाइएको छ। गफ गरेर बस्न भन्दा आफ्नो करेसा बारीहरू यसरी हामीले तयार गर्यौं भने अर्ग्यानिक खान पाइन्छ। यो स्थानीय जातको आलु हो। हामी यो बाह्य आयातलाई पनि रोक्न सक्छौं र स्रोत पनि हामीले आफ्नो स्रोतलाई पनि फजुल खर्चलाई पनि हामी रोक्न सक्छौं। धन्यवाद।